साथीहरू, यदि तपाईँले कहिले अरूको जीवन देखेर मेरो जीवन मात्रै किन यति गाह्रो छ भनेर सोच्नु भएको छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोस्, किनकि तपाईँ एक्लै हुनुहुन्न। तपाईहरूले कहिले सोच्नु भएको छ एउटै समाजमा बस्ने 3वटा वर्ग, तल्लो, मध्यम वर्ग र उच्च वर्ग सबै हाँसिरहेका देखिन्छन्, तर सबैको सङ्घर्ष फरक हुन्छ अनि सोसल मिडियाले त्यो सङ्घर्ष कहिले देखाउँदैनन्। आज हामी फेसबुक, इन्स्टाग्राम र टिकटक खोल्छौँ। कसैले नयाँ गाडी किनेको छ, कसैले विदेश घुम्न गएको छ, कसैले महँगो फोन किनेको छ। यो देख्दा लाग्छ सबैको जीवन राम्रो छ, मेरो मात्रै किन यस्तो। तर वास्तविकता भनेको अर्को छ। तल्लो मध्यम वर्गको सङ्घर्ष सबैभन्दा पहिलो आधारभूत आवश्यकतासँग हुन्छ। महिनाको कमाइले घर भाडा, खाना, छोराछोरीको पढाइ र औषधि नै मुस्किलले पुग्छ। अचानक केही बिरामी भयो भने महिनौ योजना बिग्रिन्छ। उनीहरूको सपना ठुलो हुँदैन, तर जिम्मेवारी धेरै हुन्छ। मध्यम वर्गको सङ्घर्ष अलि फरक हुन्छ। उनीहरू राम्रो जीवन बनाउन दिनरात मेहनत गर्छन्। घर बनाउने सपना, छोराछोरीलाई राम्रो विद्यालयमा पढाउने इच्छा, आमा बुवाको हेरचाह, ब्याङ्कको ऋण, भविष्यको बचत, यी सबै एउटै काँधमा हुन्छन्। बाहिरबाट हेर्दा उनीहरू ठिक देखिन्छन्, तर भित्रभित्रै आर्थिक दबावसँग लडिरहेका हुन्छन्। अब उच्च वर्ग, धेरैलाई लाग्छ धेरै पैसा भएपछि कुनै समस्या हुँदैन, तर पैसा भएपछि तनाव समाप्त हुँदैन। व्यवसाय टिकाउने हजारौँ कर्मचारीको जिम्मेवारी, प्रतिस्पर्धा, प्रतिष्ठा जोगाउन दबाव, यी पनि वास्तविक सङ्घर्ष हुन्। फरक यति हो कि उनीहरूको समस्या पैसाको अभाव हुँदैन, जिम्मेवारी र दबावको हुन्छ। तर सबैभन्दा ठुलो समस्या कहाँ छ? सोसल मिडियामा। यहाँ मानिसहरूले आफ्नो जीवनको 5% खुसी देखाउँछ, तर बाँकी 95% सङ्घर्ष लुकेको हुन्छन्। एउटा भिडियोको लागि घुम्न गएको दृश्य देखिन्छ, तर त्यसका लागि महिनौ बचत गरेको कुरा कहिले देखिँदैन। नयाँ बाइक देखिन्छ, तर त्यसको लागि मासिक किस्ता देखिँदैन। महँगो कपडा देखिन्छ, तर त्यसको लागि किन्न ओभरटाइम गरेका रातहरू देखिँदैनन्। त्यसैले हामीले अरू हाइलाइटलाई आफ्नो रियल लाइफसँग तुलना नगरौँ। यही कम्पेरिजनले गर्दाखेरि मानिसहरूको तनाव, निराशा र आत्मविश्वास घट्ने कारण बन्दछ। याद राख्नुहोस्, तल्लो मध्यम वर्ग अस्तित्वका लागि सङ्घर्ष गरिरहेको हुन्छ भने मध्यम वर्ग सपनालाई जोगाउने सङ्घर्ष गरिरहेको हुन्छ। त्यसैगरी उच्च वर्ग आफ्नो सफलता र जिम्मेवारीलाई टिकाइराख्न सङ्घर्ष गरिरहेको हुन्छ। सबैको सङ्घर्ष फरक, केवल त्यसको रूप मात्रै हो। त्यसैले अरूको देखावटी जीवनसँग आफ्नो वास्तविकता जीवन कम्पेयर नगर्नुहोस्। तपाईँको सङ्घर्ष कसैले भन्दा सानो छैन। मेहनत गरिराख्नुहोस्, आफ्नो गति नरोक्नुहोस्, किनकि वास्तविक सफलता लाइफ फलोवर्स वा महँगो सामानले होइन, इमान्दार, मेहनत, धैर्य र आत्मसम्मानले मापन हुन्छ। याद राख्नुहोस्, सोसल मिडियामा देखिने जीवन रियल हो, तर तपाईँले बाँचिरहनु भएको जिन्दगी रियल हो।